वजनको भगवान कृष्णको तुला छ, त्यति तुला दान गरिदिनु त कृष्णलाई लिएर मैले धन कृष्णलाई दिएर धन लिएर जानेछु। सत्यभामाजीलाई फेरि अभिमान आयो। धन धन भनेको के हो र? धन त मेरो पिताले हमेसा 8 भार सोना दिन्छन्, सुन दिन्छन्। द्वारिकाको महलहरूमा लागेको कति त सुन मेरै माइतबाट आएको। छोरीहरूलाई माइतको ज्यादा अभिमान हुन्छ, यो मेरो माइतबाट आएको, मेरो माइतमा यस्तो छ। जो छोरीहरू धेरै माइतकै चर्चा गर्छिन् तिनी छोरीहरूले घरलाई ज्यादा बनाउन सक्दिनन्, किनकि घरमा जो छ त्यसमा सन्तुष्टि भएर घरमा किनकि जीवन बित्नु छ। यसलागि घर, सास, ससुर, पतिको सेवा, उनको कारोबार सबमा मन दिएपछि राम्रो जीवन र राम्रो गृहस्थी हुन्छ। बार बार माइतको याद गर्ने हो भने फेरि घरवालाको मन खराब हुन्छ। मन खराब भएपछि लडाई झगडा द्वन्द कहाँ सुनी भइजान्छ। यसलागि माइतको धेरै याद नगर्नु। जो घरमा आयो त्यही घरको हामीले साज संवार र राम्रो होस् भन्ने सोच्नुपर्छ। यहाँ बार बार सत्यभामाजीलाई लाग्यो मेरा माइतबाट त धेरै आएको छ। फटाफट तराजुमा भारका भार सुन चाँदी मोतीहरू रत्नहरू हाल्दा भए। और भगवानको तुलामा कहीँ पनि त्यो जति हाले पनि भगवानको भार नै ज्यादा हुन्छ, ज्यादा हुन्छ। सारा महलको, सारा सत्यभामाजीको तिनी गहनाहरू सब हाल्दा पनि भगवानको भार ज्यादै छ। अब हेरिनु उनीले आफ्ना हातका जो पहिनेका गहनाहरू थिए तिनी पनि हालिन। अब सेवकहरूले भने देवी अब हाम्रो पासमा कोही सम्पत्ति धन छैन। अब व्याकुल भइन सत्यभामाजी, अब के गर्ने हो? फेरि रुक्मिणीजी जो छिन् उनी जानुभयो। रुक्मी लक्ष्मी भन्छन् नि, रुक्मिणीजीको भित्र डाहा छैन, लक्ष्मी भन्छन्। जसको भित्र, जो नारीको भित्र डाहा हुँदैन, परिवारलाई राम्रोसी राख्ने, सम्हालेर राख्ने भाव हुन्छ नि, त्यो साक्षात लक्ष्मीकी स्वरूप हुन्छन्। रुक्मिणीजी अगाडि सर्नुभयो। उनीले आफ्नो चुल्ठोबाट सानो सानो तुलसी दललाई लिएर प्रेम सहित सत्यभामाको हातमा राखिदिनु भयो। देवी यो तुलसी दललाई राखिदेऊ भनेर रुक्मिणीजीले दिएको त्यो तुलसी दललाई जब सत्यभामाजीले भावपूर्ण राखिन् त भगवानको जो तराजु तुला थियो माथि भयो। र त्यतिमा सबले जय जयकार गरे। बोले श्याम सुन्दर भगवानको हेर्नुहोस्, अभिमानले कति तोलिदिन्छु भने पनि भगवान तोलिनु भएन। एक प्रेमले दिएको तुलसीमा भगवान रिझी जानुभयो। यसलागि आफ्नो मनलाई भन्नुहोस्, चल रे मन गोविन्द शरण में। अभिमान गर्नको लागि बहुत कुछ छ। अभिमान नाश गर्नु छ त गोविन्दको शरणमा जानै पर्छ। हिँड्नुहोस्, हामी सब ठाकुरको शरणमा जाऊ। चल रे गोविंद शरण में, हीरा जन्म गवायो बिरथा, सुख ढूंढत विषयन में। चल रे मन गोविंद शरण